हेलो गाइस, सेवा नमस्कार। म हुँ सागर राई। तपाईहरुलाई मेरो ब्लगमा स्वागत छ। तपाईहरु सन्चै हुनुहुन्छ होला भन्ने विश्वास गरेको छु। म पनि सन्चै छु साथी हो। ल आज चाहिँ साथी हो ड्युटीदेखि अघि आएको नि त। अब एकछिन फ्रेस भएर यसो हल्का नास्ता सास्ता गरेर यसो बाहिरतिर निस्किरहेको छु साथी हो। भोलि छुट्टी हो नि त। अनि यसो हेरौँ बाहिरतिर मार्केटतिर जाउँ के कस्तो देखिन्छ। अलिअलि सामान चाहिएको छ। सामान यसो आफूलाई चाहिने सामान भेट्यो भने चाहिँ किन्नु छ साथी हो। हेरौँ लेट्स गो। अब हेर्दै जाउँ के भेटिन्छ साथी हो। अनि यस्तै छ साथी हो मेरो विदेशको डेली कामहरू हैन। के गर्छु, कहाँ जान्छु, के जान्छु। अब त्यही त हो, बिहान त अब ड्युटी जानै पर्छ नि त। अनि ड्युटीदेखि आएर म ड्युटी भनेको त अब 4:30 बजीको ड्युटी हैन। अनि छुट्टी चाहिँ 1:30 बजी हुन्छ। अनि लगभग 2 बजीतिर रुममा आइपुग्छु हैन। 2 बजी रुममा आइसकेपछि अनि एकछिन कहिलेकाहीँ है एकछिन रेस्ट गर्छु। 45 मिनट जति चाहिँ एकछिन सुत्छु नि त म डेली चाहिँ हैन, कहिलेकाहीँ। अनि उठेर अलिक फ्रेस हुन्छु। फ्रेस भएर यसो चाय पानी नास्ताहरू गर्छु। अनि आज पनि त्यही हो, एकछिन रेस्ट गरेँ। रेस्ट गरेपछि चाहिँ अब नुहाइ गरेर आएर चाहिँ अनि यसो बाहिरतिर अब हल्का सामान पनि चाहिरहेको थियो नि त। अनि त्यो सामान पनि अब लिएर आउनु पर्यो भनेर चाहिँ यसो बाहिर निस्केको साथी हो। यस्तै छ मेरो दिनहरू, यसरी बितिरहेको छ साथी हो। हेर्नु सक्नुहुन्छ म चाहिँ यस्तो ठाउँमा बस्छु है। मेरो रुमको छेउछाउमा यस्तो सिनहरू छ, हेर्नु सक्नुहुन्छ। पुरै पाहाड छ हेर्नु सक्नुहुन्छ है। एकदम मलाई त गाउँ जस्तो लाग्छ क्या बेला बेला त नि। रमाइलो लाग्छ क्या, हेर्नु सक्नुहुन्छ। एकदम रमाइलो छ क्या ठाउँ चाहिँ। हावा पनि सरर आइरहन्छ। ल यस्तो साथी हो हेर्नु सक्नुहुन्छ। म बस्ने ठाउँ चाहिँ यस्तो छ, हेर्नु सक्नुहुन्छ। पुरै पाहाड छ, हेर्नु सक्नुहुन्छ। यहाँदेखि पुरै पाहाड छ। एकदम रमाइलो छ क्या यो ठाउँमा नि। साँझको बेलामा चाहिँ एकदम रमाइलो लाग्छ क्या, हेर्नु सक्नुहुन्छ। यस्तो रमाइलो छ साथी हो। म पुग्नुपर्ने माथि हो, डाँडामा पुग्नुपर्छ है। हेर्नु सक्नुहुन्छ एकदम डाँडा छ माथि। रमाइलो छ क्या, हावा सरर आउँछ, हेर्नु सक्नुहुन्छ। म माथि पुग्नुपर्ने, यहाँदेखि परसम्म पुरै छ क्या तपाईँको। हेर्नुहोस् त, हेर्नु सक्नुहुन्छ। पुरै पाहाड छ। हामी त पाहाडको यसरी पाहाडमा बसिरहेको छु साथी हो। तपाईँहरू कस्तो ठाउँमा बसिरहनु भएको छ यसो कमेन्ट गर्नु छ होला साथी हो। मेरो चाहिँ यस्तै ठाउँमा दिनहरू बित्छ साथी हो। अब बिहान उठ्यो, ड्युटी गयो, दिनभरि काम गऱ्यो। 1:30 बजीतिर छुट्टी हुन्छ। अनि रुममा आयो, खानाहरू बनायो है। अनि खायो। अब भोलि त छुट्टी छ नि त, भोलि फ्राइडे हो। हर फ्राइडे छुट्टी हुन्छ नि त मेरो। त्यसले गर्दा पनि बाहिर यसो निस्किने टाइम मिल्छ भनौँ न। भोलि छुट्टी हो त्यसै पनि भनिन्छ। अनि त्यो भएर यसो बेलुका चाहिँ अब प्रायः जसो डेली छुट्टीको अगाडि दिन चाहिँ यसरी नै बाहिर निस्किने गरेको छु साथी हो। अब साथीहरूको चाहिँ अब ढिलो छुट्टी हुन्छ नि त। मेरो चाहिँ अब 4:30 देखि, बिहानको 4:30 देखि बेलुका दिउँसोको 1:30 बजी छुट्टी भइहाल्छ। रुममा म 2 बजी आइपुग्छु नि त। त्यसले गर्दा पनि मेरो टाइम मिल्छ। साथीहरू चाहिँ भर्खर आइपुगेको छ। अनि उनीहरू त एकछिन फ्रेस गर्नु पऱ्यो, चिया खानु पऱ्यो, नास्ता गर्नु पऱ्यो। त्यसले गर्दा साथीहरू चाहिँ आउनु सकेन। त्यही भएर म एक्लै आइरहेको साथी हो। अब हजुरले देखिरहनुहुन्छ नि त, प्रायः जस्तो म एक्लै हुन्छु नि त। यही कारणले गर्दा पनि हो क्या, अलिकति ड्युटीको सिफ्ट नमिलेकोले गर्दाखेरि चाहिँ म एक्लै भिडियो बनाइरहेको छु साथी हो। यहाँ देख्न सक्नुहुन्छ यसरी। यहाँ आइपुग्यो हेर्नुहोस् त। निकै टाढो अग्लो छ नि, अग्लो छ क्या तपाईँको यहाँको। यस्तो
यस्तो पाहाडमा चाहिँ साथी हो यस्तो बसेको छ है साथी हो। म चाहिँ यस्तो एकदम अर्ग्यानिक ठाउँमा बसेको छु। हेर्नु सक्नुहुन्छ एकदम हावा यस्तो मिठो आएर छ नि सरर यहीँ कुर्सी लिएर बसिरह जस्तो क्या। यस्तो हेरौँ न ढुङ्गा हेरौँ ढुङ्गा यस्तो ढुङ्गा पाइन्छ यहाँ त ढुङ्गाहरू हेर्नु आमा देख्नु सक्नुहुन्छ यस्तो छ साथी हो। यस्तो ठाउँमा बसेको छ सागर राई। अब हेरौँ मार्केट जान्छु। मार्केटमा अब के किन्नु पाइन्छ के आफूलाई मलाई चाहिएको सामानहरू भेटा भने चाहिँ म किन्नु पर्यो साथी हो। अब हेरौँ मार्केटमा के छ आफूलाई चाहिने चिजहरू त्यो छ भने चाहिँ किन्छु ल। त्यसो भने म जाँदैछु अब एकैचोटि मार्केटमा भेट गर्नु साथी है ल साथी हो। त्यहाँ एकछिन मार्केटमा फलफुल किनेर अब अर्को त्यहाँ यस्तो रुममा सरसफाइ गर्ने लिक्विड सामानहरू किन्नु छ क्या। त्यही भएर म त्योतिर जाँदैछु साथी हो। अनि साथीहरू के गर्दै हुनुहुन्छ यस्तै छ साथी हो। मेरो चाहिँ अब यस्तो हुन्छ नि यहाँ चाहिँ अलिकति मार्केटतिर त्यति मजाले भिडियोहरू गर्नु पनि पाइँदैन त फ्यामिली होला हुन्छ होइन। त्यही भएर पनि अब कुनै एरियामा अब भिडियो गर्ने अलर्ट हुँदैन त्योहरू अनि एकदम गाह्रो हुन्छ नि त। म हजुरहरूलाई पनि जति पनि जे किन्थेँ जुनै मार्केटमा सबै देखाउँथेँ क्या। यो किन्थेँ यस्तो किनेको सबै कुराहरू देखाउन सक्थेँ क्या। तर त्यही हो अब सबैले अब कानुन त मान्नुपर्छ होइन। त्यही भएर पनि त्यसले गर्दा भिडियो गर्नु पाइनँ साथी हो। किनेको केही गर्नु पाइँदैन अनि त्यही भएर पनि साथी हो अलिकति गुनासो लाग्छ यो कुरामा चाहिँ। हजुरहरूलाई मैले किनेको के किने कति प्राइस हो भनेर खुलाउनु सक्दिनँ होइन। त्यही भएर साथी हो त्यसको लागि एकदम माफी चाहे हजुरहरूसँग है। यस्तो छ सिन अब म बाइकतिर तर्छु अलिक अगाडि छ नि त त्यो मार्केट चाहिँ। त्यही भएर पनि गाडी आइरहेको गर्छ त तर भताहरू त भोलि छुट्टी हो नि त। त्यो भोलि छुट्टी भएकोले गर्दाखेरि यहाँ त अब साँझको टाइम भयो नि त बजार आउने घुम्ने डुल्ने सबै त्यो भएर पनि गाडी यसो हेरेर कुद्नै पऱ्यो होइन। त गाह्रो हुन्छ नि त यहाँ अब नेपालको जस्तो स्लो हुँदैन एकदम स्पिड हुन्छ नि त। त्यसले गर्दा पनि एकदम दायाँ बायाँ हेरेर मात्रै रोड क्रस गर्नुपर्छ साथी हो। सायद कतिले देख्नु भएको छैन होला त खानुभयो होला होइन। खजुरको नाम पनि सुन्नुभयो होला कतिले खानु पनि भयो होला। तर खजुरको चाहिँ यस्तो हुन्छ साथी हो यहाँ फल्ने अहिले फल्ने सिजन चाहिँ भएको छैन त्यो फुलिरहेछ साथी हो। हेर्नुहोस् त म त एक्लै पुरै जङ्गलमा हिँडिरहेको छु नि साथी हो। साथी हो मलाई साथी चाहियो साथी आउनुहोस् है एकजना को हुनुहुन्छ मलाई साथी चाहियो। म त पुरा हिँडिरहेको छु कोही छैन साथी मेरो एक्लै छु साथी हो। यसो साथी आइदिनुहोस् है। हेर्नुहोस् त पुरै जङ्गल छ नि त हेर्नु सक्नुहुन्छ पुरै जङ्गल छ क्या। हेल्प चाहियो साथी हो साथीहरूको हेल्प चाहियो मलाई आइदिनुहोस् होला। त्यही हो मैले किने सामान मार्केट सस्तो छ 5 रुपियाँ 6 रुपियाँमा पाइने सामानहरू पाइन्छ क्या चाहिँ सस्तो छ नि त। त्यही भएर सस्तो पनि राम्रो हुन्छ क्या युज गर्ने फेरि। त्यही भएर साथी मार्केट आयो अब म चाहिँ भित्र कस्तो छ कन्डिसन होइन भिडियो गर्नु पाइँदैन। त्यही भएर कस्तो कन्डिसन हेर्छु भएसम्म म तपाईँलाई देखाउने छु है साथी हो। ल यो वाइपर पनि किन्ने साथी हो। रुमको एकदम पुरानो भएछ कि कामै नदिने भएछ त्यही भएर 6 रुपियाँ दुईवटा आउँछ। अनि अर्को देख्न सक्नुहुन्छ यो पनि तपाईँको लगत 6 रुपियाँको हो। त सफा गर्नुपर्छ मजाले छुट्टीको दिन त मजाले सफा गर्नुपर्छ नि त रुम त। अरू बेला त यस्तो झाडु हल्का मप मात्रै गर्ने भोलिको दिन त छुट्टी मजाले सरसफाइ गर्नुपर्छ। अनि यस्तो साथी हो अब एकछिन बस्छु अनि रुमतिर जानु पर्ला। आज चाहिँ स्ट्रबेरी खाइदिनु पऱ्यो कस्तो छ हेरौँ। हेर्दा चाहिँ मिठो छ है मिठो छ एकपल्ट धेरैचोटि मैले किनेर खाएको अमिलो क्या। त्यही भएर खासै म किन्नु मन लाग्दैन त अनि आज पनि खाउँ लाग्यो नि त। त्यही भएर पनि किनेको तर चाहिँ गुलियो रहेछ।
यस्तै रहेछ जिन्दगी हो परदेशैमा आधा उमेर बितिसक्यो के गर्नु गाइस लगभग आधा उमेर अब विदेशमै बित्न लागिसक्यो गाइस मेरो चाहिँ झोला टुम्बी बोकेर रुमतिर लाग्यो ए साथी हो अब रुममा पुगेर पनि खानासाना बनाउनु पर्यो खाना बनाएर खानै पर्यो साथी हो हैन छुट्टी भएकोले गर्दा यसो बाहिर निस्किनु टाइम मिलेको छ नत्र त त्यही हो टाइम मिल्दैन रुममा खानासाना बनाऊ खाऊ टाइममै सुत्नु पर्यो हैन ड्युटीको लागि भोलि छुट्टी भएकोले गर्दाखेरि चाहिँ आज चाहिँ यसो घुम्ने टाइम मिलेछ साथी हो दिनहरू यसरी बितिरहेछ भन्दै है म साथीसँग बिदा चाहे है साथी हो सबैलाई गुड नाइट